Hello, what's up? Welcome back to my channel. This is World Nepal. Hope everyone is all good and happy. So stay happy है. So आज चाहिँ धेरै पछि मैले भिडियो ल्याउँदैछु अनि आज चाहिँ के को बारे छ भने चाहिँ मैले चाहिँ आज मेरो स्किन एकदम ड्राई छ नि त सो एकदम त्यो सी मस्कको यो भाइटामिन सी अनि हुन्छ नि यो चाहिँ नि सेटै किनेको छु क्या मैले अनि सो आज चाहिँ मैले अब यो युज गरेपछि कस्तो हुन्छ यसको रिजल्ट कस्तो हुन्छ भनेर देखाउन खोजेको सो अब अहिले चाहिँ आज भर्खर किनेको भयो अनि के प्रडक्ट छ भने चाहिँ फ्रेसमा देखाउँछु म हजुरलाई होइन यो चाहिँ नि सी मस्कको भाइटामिन सी को फेस वास छ होइन यो चाहिँ फर्म बेसिसमा छ सो ओपन मैले गरेको छैन ओपन पनि होइन अनि यसमा चाहिँ सबै लेखेको छ नि त सबै के इन्ग्रिडियन्ट छ के छ कस्तो छ भनेर यो चाहिँ मेरो एकदमै ड्राई सुटेबल फर अल स्किन टाइप्स लेखेछ बट मेरो स्किन एकदमै ड्राई छ क्या सो त्यही भएर मैले किनेको भयो होइन अब यो म ट्राई गर्न चाहन्छु कस्तो हुन्छ कति टाइमसम्म रिजल्ट आउँछ भनेर चाहिँ मलाई एकदम उस भइसक्यो क्या सो मेरो स्किन चाहिँ एकदम ड्राई छ होइन अनि यसको बट्टामा चाहिँ यस्तो द्याट्स अनबक्स इट होइन यो चाहिँ फर्म बेसमा फेस वास भयो यस्तो छ अनि त्यसपछि अर्को छ यसको मैले सेटै ल्याएको छु कि सेटमा मतलब सेट भनेर 4वटा आएको छ अनि भर्खरको फर्स्टको फर्म बेस फेस वास भयो अनि त्यसपछि अर्को छ भाइटामिन सी क्रिम सिमस भनेको यो चाहिँ मलेसियन ब्रान्ड भनेर भन्नुभएको छ पिएच ब्यालेन्स होइन यो यस्तो छ यो चाहिँ नि एनरिच विथ सुगर एप्पल ओइल इभिनिङ प्राइम रोज ओइल एन्ड मलबेरी एक्सट्र्याक्ट भनेर पिएच ब्यालेन्स होइन स्किन ब्राइटनिङ एन्ड एन्टी एजिङ क्रिम हाइड्रेसन युभी प्रोटेक्सन सबै लेखेको छ है यो यस्तो यो चाहिँ नि भाइटामिन सीको सिरम भयो होइन सो ओपन गरौँ होइन यस्तो सिल प्याक छ होइन यस्तो छ यो ओपन गरौँ बट्टाभित्र यस्तो खालको छ पुरा प्याक हुन्छ नि कसरी निकाल्ने हो यो यस्तो यस्तो छ क्या अनि यहाँ समात्ने रहेछ जे निकाल्दा पनि केही थाहा हुँदैन ल यसरी निकाल्ने रहेछ अनि भित्र यस्तो भयो अनि यस्तो हुन्छ अनि कति ग्राम भन्दा पनि त्यो धेरै ठुलो चाहिँ छैन अब कहाँ छ ग्राम हेर्न पर्छ यहाँ 25 ग्राम मात्रै छ है नेट कन्टेन्ट 25 ग्राम लेखेको छ यो चाहिँ यस्तो छ यो चाहिँ क्रिम परे जस्तो लाग्यो हो सरी यो चाहिँ भाइटामिन सीको भिटामिन क्रिम पर्यो है यो चाहिँ क्रिम पर्यो सिरम होइन मैले सिरम भने जस्तो लाग्यो यो चाहिँ क्रिम पर्यो है अनि त्यसपछि यहाँ छ सिरम चाहिँ यो 2टा सिरम छ बट यो चाहिँ भाइटामिन सी सिरम भयो यो चाहिँ नि सिरममा पनि प्लस यसमा चाहिँ ग्लोईवाला आउनेवाला होइन निर्वालाइट यो चाहिँ ग्लो पनि हुने सिरम चाहिँ यो 2टा हो सिरम चाहिँ यो भाइटामिन सीको 20% सिरम स्टेबलाइज्ड भाइटामिन सी सल्युसन एनरिच्ड विथ हेलुरोनिक एसिड फेरुलिक एसिड रेटिनोल होइन अनि मस्क मेलन एक्सट्र्याक्ट एन्ड लिकोराइस एक्सट्र्याक्ट भनेर लेखेछ है अनि त्यसपछि यसमा चाहिँ नो प्याराबेन्स एन्ड नो सिलिकन्स पनि लेखेछ मेडिकल कस्मेटोलोजीबाट अप्रुभडवाला भयो यो है सो यो चाहिँ नि भाइटामिन सी सिरम भयो यो चाहिँ है सिरम 2टा छ तर यो चाहिँ नि सिरम भाइटामिन सी भयो अर्को चाहिँ नि लाइट ग्लोवीवाला यसमा चाहिँ यस्तो हुन्छ यस्तो भयो अनि यो बसाएर यसमा ड्रप आउँछ नि त अनि त्यो भयो होइन सो यस्तो रहेछ यस्तो सिल प्याकमा आउँछ है यसमा अनि इन्स्ट्रक्सन पनि हुन्छ होइन यो कागजहरू हुन्छ सो यो चाहिँ भाइटामिन सीको चाहिँ यो सिरम भयो है सो राख्दै अब लास्ट वान छ ग्लोईवाला छ यो चाहिँ नि सिरमै हो बट स्किन ग्लो गर्नेवाला छ होइन सो यो पनि अनबक्स गरिहालौँ होइन ओके उल्टाबाट खोले होइन उल्टाबाट खोलिएछ क्या मैले 2टैमा यस्तो लागिरहेको रहेछ सो उल्टा भएछ यसमा चाहिँ यो इन्स्ट्रक्सनको कागज अनि यो चाहिँ ग्लोईवाला सिरम भयो होइन यो चाहिँ एकदमै सेटकै जस्ट महँगो खालको भयो होइन प्राइस चाहिँ मेन्सन म
हजुर प्राइस बुझ्न चाहनुहुन्छ भने चाहिँ मेन्सन गरिदिन्छु तल, अथवा सबै यसको उसमा लेखिदिन्छु क्या, तल डिस्क्रिप्सनमा प्राइसको लेखिदिन्छु होइन। अनि इफ यु वान्ट गाइज होइन, हजुरले अर्डर गर्नुभयो हुन्छ, पहिला म प्राइसको तल डिस्क्रिप्सनमा लेखिदिन्छु, हजुरले त्यो हेर्नु होला। अनि कसैलाई चाहिन्छ भने चाहिँ अर्डर गर्नुभयो हुन्छ है। यो चाहिँ एकदम राम्रो खालको छ। सो अब म अनि युज गरेपछि चाहिँ रिजल्ट कस्तो आयो पनि देखाउनेवाला छु होइन, एकदम स्किन ड्राई भएको भएर। अनि एक्सपेन्सिभ चाहिँ अहिले धेरै नै एक्सपेन्सिभ छ। अब धेरै यस्तो युज गर्नेहरूलाई एक्सपेन्सिभ नलाग्ला, तर नर्मल ठिक्क ठिक्कको प्राइसको युज गरिराख्नेहरूलाई चाहिँ एक्सपेन्सिभ हुन्छ नै यो। बट रिजल्ट पनि बेस्ट छ यसको। सो म पनि ट्राई गर्दैछु होइन, अनि म ट्राई गरेर रिजल्ट पनि राख्नेछु। हजुरहरूलाई चाहिन्छ भने चाहिँ प्लिज डु मेसेज गर्नुभयो हुन्छ होइन, इन्स्टाग्राम @मेजिस कलेक्सन अफिसियल, अथवा यसैमा सोध्नु भए पनि म भनिदिन्छु हजुरलाई केही चाहिन्छ भए होइन। So thank you so much for watching my video, and see you on the next video. Bye bye. Take care. Have a great time, and please do subscribe.